सङ्घर्षको 2 शब्द। जो मान्छे आफ्नो काममा रमाउन जान्दैन र डरले ग्रस्त हुन्छ, उसले न आफू काम गर्छ न त अरूलाई नै काम गर्न दिन्छ। जीवनमा निराश भएर होइन, सक्षम भएर बाँच्न सिकौं। आजको यो युगमा 7 अर्ब मान्छे कोही मागेर, कोही लुटेर, कोही आफै परिश्रम गरेर, कोही यो दुनियाँलाई नै हुकुम दिएर बाँचिरहेका छन्। अब हाम्रो पालो, किनभने अवसर जीवनमा एक पटक मात्र आउँछ। यदि तपाईँ हुकुम दिएर यो दुनियाँलाई चलाउन चाहनुहुन्छ भने तपाईले सिस्टम, टिमवर्क गर्नु जरुरी छ। विजेताहरू पटक पटकको प्रयासले मात्र सफलता हासिल गर्छन्। बिना सिस्टमको खेल पनि मजा आउँदैन। समस्या बिनाको जीवन पनि उत्कृष्ट हुँदैन। त्यसैले हामीले जहिले पनि हारेर होइन, जितेर अगाडि बढ्न सक्नुपर्छ। हो, हामीले गर्न खोजेको व्यवसाय हो। व्यवसाय धेरै किसिमको हुन्छ, तर हामी बिना लगानी पैसा पनि कमाउने र नाम पनि कमाउने कुरा गर्दैछौँ। आज नेपालमा लाखौं युवा शैक्षिक बेरोजगार छन्, जुन सिस्टम र कामबाट उत्तम सोचसहित सुनौलो भविष्यको निर्माण गर्दै आएको नेपालको एकमात्र कम्पनी हो। जुन दिनदेखि तपाईँ बहाना बनाउन छोडेर कामलाई काम जस्तै बनाएर अगाडि बढ्नुहुन्छ, त्यो दिनबाट तपाईँको यात्रा शुभ हुन्छ। सफलता पाउनको लागि धैर्यता, आत्मविश्वास, निरन्तरता, अनुशासन, जिम्मेवारीसँगै कामको तरिका, समय, वस्तु लगायत सम्पूर्ण कुराको आवश्यकता पर्छ। हामी प्रत्येक वस्तुको खरिद डाइरेक्ट सेल्स गर्छौं। यो भनेको कुनै पनि वस्तु वा सामान सजिलैसँग बेच्नु हो। यदि तपाईँ हिम्मतको साथ नडराई बोल्न सक्नुहुन्छ भने तपाईँ सफल बन्न पनि सक्नुहुन्छ। यो दुनियाँ बोल्नेको मुठ्ठीमा छ। भनिन्छ बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन। धेरै बोल्नु तर साँचो बोल्नु, तपाईको जित अवश्य हुन्छ। हो, यही कुरा सिकाउँदै, संस्कार सिकाउँदै, आत्मविश्वास दिलाउँदै लाखौं युवाको केन्द्रबिन्दु बन्न सफल यस शुभदीप ग्रुप्स प्रालीको जन्म भएको छ। सफल बनौं, सबल बनौं। जय शुभदीप। शुभदीप ग्रुप्स प्राली एक व्यावसायिक कम्पनी हो जसले स्वदेश तथा विदेशमा उत्पादित दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न प्रकारका गुणस्तरीय वस्तु तथा सेवाहरूको बिक्री वितरण गर्ने गराउने गर्दछ। उपभोक्तालाई गुणस्तरीय वस्तु बिक्री गर्ने र उनीहरूलाई सचेत र सजग बनाउँदै लैजाने तथा 21औं शताब्दीमा लोकप्रिय बन्दै गएको प्रत्यक्ष बजारीकरणको डाइरेक्ट मार्केटिङ माध्यमबाट दक्ष र अनुभवीलाई आय आर्जनका साथसाथै बेरोजगार व्यक्तिहरूलाई अवसर प्रदान गरी रोजगार दिने यस कम्पनीको मुख्य उद्देश्य हो। सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान र अनुभव प्राप्त व्यक्तिहरूको समूहद्वारा सञ्चालित यस कम्पनी त्रिपुरेश्वर, काठमाडौँमा दर्ता भएको हो। यसको मुख्य कार्यालय दाङ तुलसीपुरमा रहेको छ। एउटा भनाइ छ, सक्छौं सबैलाई राम्रो गरौं, सक्दैनन् कसैलाई नराम्रो पनि नगरौं। हे देशका कर्णधार युवाहरू हो, एक कदम अगाडि बढेर हेर संसार कति अगाडि बढिसकेको छ। के हामी निर्जीव वस्तु हौं र? होइनौं। मात्र कमी छ एकताको, मात्र कमी छ जाँगरको, मात्र कमी छ सकारात्मक सोचको। मेहनत गरौं, फल आफै पाक्छ। धन्यवाद। कम्पनीको सुविधा। हाम्रो कम्पनीको नाम शुभदीप ग्रुप्स प्राली हो। विक्रम सम्वत 2057 सालमा राष्ट्रिय वाणिज्य विभागद्वारा दर्ता भई अगाडि बढिरहेको छ। कम्पनीको उद्देश्य भनेको नेपाल अधिराज्यभर रहेको शैक्षिक बेरोजगार युवालाई उद्यमशीलता, सिप, तालिमसँगै स्वरोजगार बनाउने हो। विशेष गरी भन्नुपर्दा नेपालमा खेर गइरहेका विभिन्न मेडिसिन भ्याल्यु भएको जडीबुटीलाई करेक्सन गरी थोरै केमिकलको प्रयोग गरी दैनिकी घरेलु सामान बनाउने हो, जसले स्वास्थ्य र सौन्दर्यमा बनाउन मद्दत गर्दछ। अर्गानिक खाऊ, स्वस्थ बनौं भन्ने मूल नारालाई यस कम्पनीले आत्मसात गरेको छ। अब यस वस्तुलाई नियम कानुन सम्बद्ध बिक्री गर्दै व्यवसाय भनेको के हो, कसरी गर्ने, मार्केटको आवश्यकतालाई मध्यनजर गर्दै सफल टिम मार्फत ग्रुप्समा रहेर काम गर्ने हो। काम गर्दै जाँदा सिकिन्छ अनि सफल पनि भइन्छ। अब सँगै ग्रुप्समा रहेर घर, पसल, अफिस, गाउँ, बजार सबैतिर तालिम लिँदै काम गर्ने हो। 18 देखि 20 महिनापछि कम्पनीले कम्पनीको म्यानेजर बनाउँछ। अहिले फिल्डमा गएर काम गर्नुपर्छ। कम्पनीले अहिले बेसिक तलब रु 10,500 लागू गर्छ। यदि व्यापार राम्रो गरेमा 10,500 देखि 42,000 सम्म हुन्छ। साथै दैनिक गाडी भाडा रु 50 देखि 100 सम्म दिन्छ, तलब बाहेक। यदि हजुर तयार हुनुहुन्छ र कम्पनीको नियम ठीक लाग्यो भने फर्म भर्नुपर्छ, नाम दर्ता गर्नुपर्छ। यसको लागि रु 400 शुल्क, 3वटा फोटो र पढाइ सम्बन्धी सक्कली प्रमाणपत्र लाग्छ। अनि तालिमसँगै काम पनि सुरु हुन्छ। कम्पनीको लिडरहरूले सिकाउनुहुन्छ। नियम र अनुशासनमा रहेर काम गर्दै जानुभयो भने कम्पनीमा हजुरको भविष्य छ।
किनकि म पनि 4 वर्ष पहिले बेरोजगार थिएँ। यस कम्पनीमा काम सिक्दै गएँ, बजार बुझ्दै गएँ र आज आएर यस कम्पनीको म्यानेजर भएँ। धेरै थोरै दुःख पीडा त हुन्छ नै, तैपनि कोसिस गर्दै जानुभयो भने हरेक क्षेत्रमा सफल भइन्छ। सूचना सूचना सूचना। विगत केही समय यता यस शुभदीप ग्रुप्स प्रालीको गोप्य सूचना बाहिर चुहाउने, निजी कुरा अन्य सङ्घ संस्थासँग गर्दै हिँड्ने, व्यक्ति बीच यस कम्पनीको हित विपरीत कार्य गर्दै यस कम्पनीको मर्यादामा आँच पुर्याउने खालका गतिविधि क्रियाकलाप गरेको पाइएको हुँदा व्यवस्थापक टिम, कर्मचारी, पूर्व कर्मचारी लगायत कम्पनीको नियम उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई कम्पनी ऐन 2063 अनुसार कडा कारबाही गरिनेछ। यदि आफू पनि काम नगर्ने र अरूलाई पनि यस कम्पनीको काम र अन्य विषयमा गलत अफवाह फैलाउँदै हिँड्ने जोसुकैलाई पनि कडाभन्दा कडा कारबाही गरिनेछ। शुभदीप कम्पनी प्रशासन समिति। धन्यवाद।